अन्त राम राम यस्तो हालत है ओइ यस्तो बिजोक राम राम स्याक स्याक गर्छ मलाई गाह्रो रहेछ यार गाह्रो रहेछ बिहान बिहान हिँड्नु तपाईँले के खानुभएको भएन ब्लगरहरू हुँदा हुँदै हामी चाहिँ यहाँबाट स्टार्ट भयो यता हुनुहुन्छ जसबिना यता दुईटी आमामा के साह्रो गाडी लागेको के देखेको छैन अब आम्मा यस्तो खतरा रहेछ नि त गीत फेरि भूत प्रेतहरू आम्मा रातितिर कता के छ त जसलागिरीको खबर हिँड्नु नसकेर मन हाल्यो अहिले नै भरे आउँदै के हाल्नु सुन्नु भएको छ भरे ओह्रालोमा खुट्टा कस्तो भाँची जसलागिरी गाह्रो भयो नि लै लै कस्तो हुँदैछ हिँडाइ हिँड्न नसकेर यहाँ बिसाउँदै पानी खाँदै कति राम्ररी देखेको कस्तो हुँदैछ त यात्रा एकदम खतरा हुँदैछ बसाइ नि डेन्जर छ नि त डेन्जर छ बसाइ यात्रा राम्रो छ नि साथी खतरा आफूलाई पनि देखाउनु न त्यस्तो साह्रो होइन साथी हाम्रो हाइकिङको गाइड यसरी नै लाने भो बेला चौतारीमा फुरी बसेको छु कि गरे मलाई सनराइज त देखिहाल्नु साँच्ची है देखो न गाइस सनराइज किन किन मान्छे हेरेर हेलो गाइज आज हामी सनसाइन हेर्न आएको तर कुहिरो लागेर यस्तो भएको छ मौसमको वातावरण हैन यहाँ भनिदिनु होला ल रिपोर्टिङ आजको कस्तो लाग्यो आजको के भन्छ यहाँ चिन्डे डाँडाको कस्तो भयो सनसाइन हेराइ सनसाइन हेराइ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो हुन चाहिँ हैन देख्न सक्नुहुन्छ हामी सनसाइन हेर्न आएको थियौँ तर बादल कुहिरो लागेर यस्तो भएको छ हालत हाम्रो चाहिँ यहाँनिर छेउमा गयो भने मान्छे समेत धराउन सकिन्छ यहाँनिर न कुनै डाँडा काँडा देखेको छ न त डाँडा भ्यू नै देखिरहेको छ यतिको चाहिँ हुनु पर्यो यतिको चाहिँ हुनु पर्यो खतरा भनिदियो